हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज म गर्न गइरहेको छु ग्रिन फुड च्यालेन्ज फर 24 आवर्स अनि सबै थोक घरमै पकाइरहेको छु। ब्रेकफास्ट लन्च डिनर। सो लेट्स सी म के कसरी पकाउँछु। अनि म त्यो फुड ग्रीन नभए पनि म त्यसलाई हेर्दाखेरि चाहिँ ग्रीन बनाइरहेको छु। सो लेट्स सी के कसरी पकाउँछु। ब्रेकफास्टको लागि मैले अन्डा उसिन राखिसकेको छु। त्यति बेलासम्म म धुँदै गरौँ। तातो पानीमा थोरै नुन थोरै बेकिङ सोडा सफा हुन्छ भनेर हेरेको थिएँ मैले युट्युबमा। तर युट्युबमा त झैँ बेकिङ सोडा हालेपछि रियाक्ट गरेर देखेको थियो, तर यहाँ त देखेको छैन। ठिक छ त, अब एकैछिनमा यसलाई यस्तै छोड्छौँ, यो सफा हुन्छ। एकैछिन छोडेपछि पानी मस्त फोहोर भइसकेको रहेछ। सो आई थिङ्क दिस ट्रिक वर्क्स। लुक एट दिस फोहोर पानी। सो अब हामी दुईवटा लोकल अन्डालाई केलाउँछौँ। यो ग्रीन फुड होइन, येलो फुड च्यालेन्ज होला कि जस्तो लाग्यो। अब हामी यसमा एड गर्छौँ पुदिनाको पेस्ट। कालो किन देखिन्छ तर यो कालो होइन। अब यसमा कागती चढ्छौँ। अघि म्यास गरेको अन्डालाई ब्रेडमाथि हालेँ, माथिबाट अर्को ग्रिन ब्रेड। मैले त्यही मिन्ट वाटर हालेर तताएँ, इफेक्टको लागि। सो इट लुक्स ग्रीन। दिस इज माई ब्रेकफास्ट। आई डोन्ट नो किचनमा कतिको ग्रिन देखेको थियो कि नै, बट मैले मिन्टको जुस हालेछु टु मेक इट लुक ग्रिन। यो त ग्रिन छँदैछ। एन्ड दिस इज ग्रिन टी। लुक्स येल्लो बट दिस इज ग्रिन टी। येल्लो नै देखिन्छ, ग्रिन टी बट देन आउँछ। यही थियो मसँग। अब टेस्ट गरौँ यो कस्तो भएको छ है। म पनि यस्तो वियर्ड कम्बोजहरू ट्राई गर्ने मान्छे त होइन। आई हेभ ट्राइड इट फर द फर्स्ट टाइम यता। ओके, हल्का केही खुर्सानी भएको भए बेटर हुन्थ्यो कि हरियो खुर्सानी। मिन्टको टेस्ट अन्डासँग वियर्ड ल्याइरहेको छ। वियर्ड भन्दै धन्काइरहेको तर त्यस्तो नमिठो पनि छैन। एक्चुली हेल्दी ट्राई गर्न छ भने यु क्यान ट्राई दिस। नाइस। बिचमा अङ्गुर हालेर ट्राई गरौँ। दिस वान्स बेटर। म जेनरली चाहिँ अम्लेट र ब्रेड खान्छु। अझै पनि मिठो गर्न सकिन्छ यसलाई। त्यो फिलिङ पनि टन्नै हालेछु मैले। हरियो खुर्सानी, त्यो मिन्टसँग हरियो खुर्सानी पनि पिसेको भए दामी मिठो हुन्थ्यो जस्तो लाग्यो। आई वुड रेट दिस लाइक 7.5। सो ट्राई गर्दा हुन्छ। What's for lunch? सो लन्चको लागि मेरो मेन इन्ग्रिडियन्ट नै पालक हो। सो पालक धोएर चप गरिसकेको छु अनि कडाई बसालेको छु। अब यो पालक पकाउँछु म। सो अब साग चाहिँ पाकिसक्यो अनि अब म मसरुम पकाउँछु। अनि हाम्रो खास आजको मेन इन्ग्रिडियन्ट नै पालक हो। पालकको साग चाहिँ पकाएँ। वाह, ग्रिन फुड च्यालेन्ज। वाट अ मिठो साग। मिठो छ। पालकको साग यहाँ पाकिसक्यो अनि योमा लसुन थिचेर हालेछु। अब यसलाई ब्लेन्ड गर्छु। पालक ब्लेन्ड गरिसकेको छु अनि मसरुमलाई मस्त गोल्डन ब्राउन हुने गरी फ्राई गरेछु अनि मसला पनि छुट्याएर राखिसकेको छु। अनि अब एडिङ सम बेसिक मसला, त्यही धनियाँ खुर्सानी मिट मसला जिरा एन्ड अल। यो हामी डाइरेक्ट धेरै छोडी पनि डढ्छ। सो यहाँ अब एडिङ अब त्यही एकछिन लो हिटमा यो पकाउँछु। हेर्दाखेरि राम्रै देखेको छ भाइ। भिडियोमा के देख्यो थाहा भएन, तर आँखाले हेर्दा कस्तो यो कलर मात्र ग्रिन भएर नभए मिठै देखेको छ। अनि सेम त्यही पेस्टमा भात पनि फ्राई गर्दैछु। दिस इज हाउ इट लुक्स। प्लेटिङ गरिसकेपछि यो खास
आँखाले ठिकै देखेछ तर लाइक पुप जस्तो देखेछ आई डोन्ट नो मेहन्दी कलर देखेछ एक्ज्याक्टली मेहन्दीको सेड सो अब खाएर हेर्दाखेरि ठिकै देखेछ अब खाएर कस्तो हुँदो रहेछ पानी चाहिँ छेउमै राखौँ वाक्न पर्न सक्छन् त के थाहा भातमा फ्राइड राइसमा नो भात इटेबल यो मैले कतैबाट केही देखेर बनाएको होइन आफै खै फराह खानको त्यो के कुक विथ समथिङ समथिङ भन्ने च्यानलमा जेमा पनि तिनीहरूले पालक हाल्दो रहेछ क्या त्यही भएर थट मासुमा हाल्न मिल्छ भनेपछि मसरुममा पनि मिलिहाल्छ होला भनेर सो आई डोन्ट नो यो केही रेसिपी नै हो कि मैले इन्भेन्ट गरेँ आज घाँस खा जस्तो भएको छ तर त्यस्तो नमिठो चाहिँ छैन खान मिल्छ यत्रो मेहनत गरेर किन हरियो खाने भन्ने कुरा हो एक बाइट फाइन अब म खाजा त केही खान सक्नु मलाई पुगिसक्यो आज यत्रो पकाएर यो सो अब सिधै राति डिनरमा के पकाउने त्यति बेला भेटौँ है 2 hours later. अब मैले चाहिँ सेम बहिनीको लागि पनि लिएर आइसकेँ लेट्स सी अब बहिनीको रियाक्सन पहिला त छुट्टै चाख न यो साग त अभियसली मिठो भइहाल्छ अब मसरुम र मेन भात good actually is it mushroom yes mushroom in palak nice discovery by Miss Aarti Nirala I told them कि मैले यो कतै युट्युबबाट यतिको रेसिपी हेरेको होइन इन जेनरल पालकमा जे पनि हालेर पकाउँछ नि त मासु पनिर होइन हट मसरुम हाल्यो भने पाकिहाल्छ होला बिकज पनिर र मासु किन्ने हाम्रो बजेट थिएन लो बजेट कन्टेन्ट साला ये दुख का खत्म नहीं होता बे cheap and healthy cheap and healthy healthy yes it's kind of healthy because खास जस्तो तेल युज गरेको छैन भातमा पनि छैन जस्ट त्यो लाइक सागको पेस्ट एकछिन फ्राई गर्नको लागि तेल एकदम नर्मल तेल केही फुटाउनुको लागि तरकारी युज गर्छु त्यो तेल युज गर्छु खाना गुड सो बहिनी बिहान त अभियसली पकाएकै थिएन अनि बहिनी नखाइकन गएको थियो एज इन यो नखाइकन अरू खानेकुरा त खाएको थियो सो अब हामी राति डिनर गर्ने बेला भेटौँला है त डिनरमा अब के हुन्छ लेट्स सी सो बाई इट अल दिस ओके रातिको खाना पकाउन सोचिरहेको थियो अनि पानी पऱ्यो यस्तो चिसो भइसक्यो कि मौसम मैले पकाउने अल्छी लाग्यो त्यही भएर म त सिरकभित्र छिरेँ किनकि भिडियो फिल्म गर्दै पकाउन झन् धेरै मेहनत टाइम लाग्छ नि त सो अब सियु पकाउने बेला म चाहिँ एकछिन सुतेँ है चाँडो भयो बाई डिनरको लागि चाहिँ बिहान जुन पालकको साग र लसुन ब्लेन्ड गरेको थियो त्यही हो अब म त्यसमा पानी र पिठो हालेर त्यसको डो बनाउँछु पिठो मुसिसकेँ अब यो डोमा माथिबाट तेल दलेर अनि एकछिन यसलाई रेस्ट गर्नुको लागि छाडिदिन्छौँ 1 hour later. डो बनाएर राखेको मजाले फ्लफी भइसकेछ अब एकछिन फेरि मसाज गर्छौँ यो डोलाई पिठो लगाएर बेल्ने होइन है तेल लगाएर अब सियु यो सबै पुरीहरू फ्राई गरिसकेपछि है अब चाहिँ खाना बसिरहेको छु लिटरल त पुरी पकाउनु यति मेहनत लाग्दो रहेछ गाइस प्लिज लाइक म अलमोस्ट
1-1.5 घन्टादेखि त्यो पुरी पकाइरहेको थिएँ अब हामी त्यही खान्छौँ है Let's eat. दिस आर द ग्रिन पुरिज अनि यो छ हाम्रो हरियो ग्रिन डिनर मासुमा पनि खास पालक नै हाल्ने सोचेको थिएँ कि बट पालक सबै ब्लेन्ड गरेर मैले पिठो हालिदिइसकेपछि मलाई याद आयो क्या सो सोच्नु कि योमा पनि हरियो छ यहाँ यस्तो यो हरियो चुहिएछ त्यसको रस पनि सोच्नु है अनि यो खाना यस्तो मिठो थियो मासु त अभियसली मिठो भइहाल्यो अनि पालकको पुरीको कुरा गर्ने पनि पुरी पनि लास्टै मिठो थियो तर नुन र लसुन चाहिँ लोभ नमानिकन हाल्नु होला अनि त्यही हो यस्तो मिठो थियो म रेकर्ड गर्ने पछि भन्ने बिर्सिहालेँ सो थ्याङ्क्स फर वाचिङ low budget content if you wanted to donate मलाई कमेन्ट गर्न र म हजुरलाई पठाउनु